गौरी चाहिँ एकदम नजिक थिइस् है धेरै नजिक नि ठिक हो पशुपति र आर्यघाट त नजिकै हुनु पर्यो अनि तेरो त सबै गीतहरू चलेकै छ तँ चाहिँ अहिलेसम्म कतिवटा देश गइस् हो 3टा पासपोर्ट भरियो सेम यार मेरो पनि 3टै पासपोर्ट भरियो हो र छोरीले होमवर्कै त्यही पासपोर्टमा गर्दैन हैन यो जिनिसको नाम के अरे सिक्स प्याक 2टा बढी छ त अलि माथि हेर्न मुला अहिले त गाउँमा बाटो पुगो दाजु हिँड्ने मान्छे छैन यो फेरि यसको बानी जे मानी सेन्टी हुन्छ क्या गाउँमा बाटो पुगो हिँड्ने मान्छे छैन अनि बाटो पुगेपछि गाडी चढिहाल्छ नि त बौला त्यस्तो भन्न खोजेको होइन दाइ अहिले गाउँ रहेन दाइ के भयो गडल नगरपालिका भयो नि त पोहोरबाट ऱ्यापमा कति अश्लील हुन्छ ऱ्यापमा अश्लील त हुन्छ आमा त्यो ऱ्याप थाहा छ तपाईँलाई कोही छैन चाख्ने यो भोगटो हिजो राति के भयो के राम्रै भयो कसैले नदेखे कति राम्रो के भयो त्यस्तो राति त्यो कसैले नदेखेर त जन्मिस बाबु जानुहुन्छ नि विभिन्न देशमा चाहिँ त्यो अडिसन लिनलाई त्यो राम्रो लागेको छ कहिले मलेसिया कहिले दुबई कहिले थाइल्यान्ड त्यो तपाईहरु थाइल्यान्ड गएर चाहिँ अडिसन मात्रै लिएर आउनुहुन्छ कि दिलीप सरको सबैभन्दा राम्रो लागेको भनेको मलाई छोरी मेरो नाम पिलिक राईमाझी गुरु पिलिक रे हो गुरु कस्तो नाम हो यो पिलिक भनेको यो क्यारिकेचर पालक पिलिक मिल्ने भएकोले पिलिक राईमाझी छातीमा हेर त त्यहाँ कस्तो ट्याटु छ हो गुरु उहाँले The Raj 11/11, the biggest sale of the year is here. Enjoy flat vouchers rupees 11,000. ट्याटु किन हानेको थाहा छ मान्छे हो भनेर त चिन्नु पर्यो नि गुरु गाई वस्तुले त ट्याटु हान्दैन नि त गुरु गाई वस्तुले ट्याटु हान्दैन र हान्छ त गुरु यस्तो मूर्ख अनि साँडेलाई त्रिशुलले डामेको भने के हो त त्यो यसरी हामीले शङ्कर विषयलाई धेरै भन्दाखेरि साँडेहरू त रिसाउँदैनन् गुरु म र शङ्कर विषय एक दिन रक्सी खाना गयो है अनि त्यो वेटरले सोध्यो के भनौ तिमी के खाने भनौ मैले अब शङ्कर विषयसँगै गएको मान्छे त्यो शङ्कर विषयकै ब्रान्ड ल्याऊ भनेको त्यसले के ल्यायो थाहा छ के ल्यायो ब्ल्याक लेभल तपाईलाई थाहा छ जोडा के कुरा जोडा विशाल भण्डारीले नुहायो भने के हुन्छ जोडा केही पनि हुँदैन जोडा कसरी जोडा गधालाई नुहाएर गाई हुँदैन जोडा अनि तिमी जग्गेमा आज दिउँसोभरि किन रिसाएर बसेको पण्डित छैन पण्डित त्यो मेरो एक्सको बाउ परेछ क्या अनि तिमी चाहिँ दिनभरि चुपचाप लागेर बसिरहेको थियो बेलुका हिँड्ने बेलामा रुनु थाल्यो फेरि किन ड्राइभर एक्स परेछ तपाईँलाई त धम्की दिँदो रहेछ नि है मार्छु भन्दै अस्ति धम्की आएछ धम्कीमा पनि धर्मसङ्कट सोधेर क्या तपाईँलाई चक्कुले हानौँ कि बन्दुकले